नमस्ते, म डाक्टर दिपेन्द्र कार्की, मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर। आज एउटा महत्त्वपूर्ण विषयमा कुरा गरौँ। धेरै जस्तो मेरो ओपिडीमा आउने दीर्घरोग भएका बिरामीहरूको जिज्ञासा एउटा कमन जिज्ञासा रहने गर्छ। त्यो के हो भन्दाखेरि, डाक्टर साहब हामी दीर्घरोगी छौँ, हामीले धेरै औषधिहरू खानुपर्ने हुन्छ र लामो समयसम्म हामीले औषधिहरू खाइरहेका छौँ। त्यस कारणले यी औषधिहरूको कारणले गर्दाखेरि ग्यास्ट्रिक बल्जिने समस्या हुन सक्छ र हामीले ग्यास्ट्रिकको औषधि नियमित खाइराख्नुपर्ने होइन र भनेर सोध्नुहुन्छ। र यस सम्बन्धी मेरो उत्तर चाहिँ के छ भन्दाखेरि, मेरो ओपिडीमा धेरै जस्तो दीर्घरोगीहरू आउने भनेको मधुमेह रोग भएका बिरामीहरू अथवा प्रेसरको रोगीहरू अथवा थाइरोइड सम्बन्धी समस्या भएका रोगीहरू आउनुहुन्छ र यी रोगका बिरामीहरूको औषधिहरू ती रोगको निदानको लागि प्रयोग गरिने औषधिहरू हुन्। जस्तै मधुमेहको लागि दिने औषधिहरूले सुगर कन्ट्रोल गर्न मद्दत गर्छ, प्रेसरको औषधिले प्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ। त्यस्तै थाइरोइडको औषधिहरूले चाहिँ थाइरोइड सम्बन्धी समस्या छ भने त्यसलाई निदान गर्न अथवा समस्या समाधान गर्नको लागि युज गरिन्छ। र यी औषधिहरूले चाहिँ ग्यास्ट्रिक गराउने अथवा ग्यास्ट्राइटिस गराउने सम्भावना अत्यन्तै न्यून हुन्छ र यी औषधिहरू खाँदै गर्दाखेरि ग्यास्ट्रिक औषधि अनिवार्य रूपमा खानुपर्छ भन्ने होइन। कुनै अरू रोगहरू हुन्छन्, जस्तै बाथको रोगहरू, अरू दीर्घ रोग, धेरै किसिमका बाथका रोग हुन्छन्। यी बाथका रोगी बिरामीहरूले अथवा कहिलेकाहीँ हड्डीका समस्या भएका रोगीहरूले यो जोइन्ट पेनहरू, दीर्घ रोगहरू छन्। यस्ता रोगीहरूले चाहिँ औषधिहरू सेवन गर्नुहुन्छ, जुन औषधिहरू जस्तै पेन किलर औषधिहरू हुनसक्छ, दुखाइ कम गर्ने औषधि अथवा स्टेरोइड भन्ने औषधिहरू प्रयोग गर्नुपर्ने हुनसक्छ। यस्ता खालका औषधिहरूले चाहिँ ग्यास्ट्राइटिस गराउने गर्छ र त्यस्ता बिरामीहरूको लागि हामीले पनि ग्यास्ट्रिक औषधिहरू दिन्छौँ। तर मधुमेह रोग लागेका बिरामीहरू, प्रेसरको रोग भएको बिरामी अथवा थाइरोइड सम्बन्धी समस्या भएका बिरामीहरूले चाहिँ अनिवार्य रूपमा ग्यास्ट्रिकको औषधि खानै पर्छ अथवा सेवन गर्नुपर्छ भन्ने होइन। यदि आफूलाई कुनै बेलामा ग्यास्ट्राइटिस भयो, ग्यास्ट्रिक सम्बन्धी समस्या भयो, जस्तै माथिको पेटको भागमा चाहिँ दुख्ने समस्या भयो अथवा पोल्ने समस्या भयो, होइन, पेट ढाडिने समस्या भयो भने केही समयको लागि, केही दिनको लागि अथवा केही हप्ताको लागि चाहिँ ग्यास्ट्रिकको औषधि प्रयोग गर्नुपर्ने हुनसक्छ। त्यसकारणले त्यस्तो समस्या भयो भने मात्र युज गर्ने, अन्यथा दीर्घरोग भयो भन्दैमा र औषधिहरू सेवन गरिरहेको छु भन्दैमा चाहिँ ग्यास्ट्रिकको औषधि अनिवार्य रूपमा खानुपर्छ भन्ने होइन। र अर्को एउटा महत्त्वपूर्ण कुरा के भन्दाखेरि, ग्यास्ट्रिकको औषधि हामीले नियमित र सधैँ वर्षौँसम्म, महिनौँसम्म खान हुँदैन र खान मिल्दैन। त्यसरी यदि हामीले खायौँ भने पछि गएर हाम्रो जुन एसिड उत्पादन गर्ने पेटभित्र सेल्सहरू छ, ती सेल्सहरूलाई चाहिँ त्यो ग्यास्ट्रिकको औषधिले बिस्तारै मार्दै जान्छ र एट्रोफिक ग्यास्ट्राइटिस भन्ने कन्डिसनमा डेभलप हुन्छ र जसको कारणले गर्दाखेरि हामीले पछि ग्यास्ट्रिकको औषधि चाहिँ बन्द गर्न नमिल्ने अवस्था आउन सक्छ र लामो समयसम्म, धेरै लामो समयसम्म, वर्षौँसम्म ग्यास्ट्रिक